इन्ट्रान्सदेखि लिएर एडमिसनसम्म के कुराहरू चाहिन्छ, के कुरामा ध्यान दिनुपर्छ र के इम्पोर्टेन्ट डकुमेन्ट्स हुन्छ, यो सम्पूर्ण सानो कुराहरू हामी डिस्कस गर्छौं। So please stay till the end of this video, and this video is going to help you and going to easy your admission process journey. To study microbiology and to join and to get admission into this field, तपाईले चाहिँ इन्ट्रान्स दिनुपर्छ। तपाईको इन्ट्रान्स हुन्छ TU को IOST ले चाहिँ यो इन्ट्रान्स लिन्छ। तपाई यो इन्ट्रान्समा पास भइसकेपछि तपाई चाहिँ आफ्नो एडमिसन चाहिँ गराउन सक्नुहुन्छ। TU बाहेक अरु युनिभर्सिटीहरुमा पनि यो इन्ट्रान्स लिन्छ र डिफरेन्ट युनिभर्सिटीज र डिफरेन्ट कलेजहरुमा नलिन पनि सक्छ। ओके, सो तपाई जहाँ चाहिँ यो कोर्स पढ्नुहुन्छ तपाई त्यहाँ र त्यो कलेजमा बुझ्नु पर्ने हुन्छ कि तपाई चाहिँ इन्ट्रान्स दिनुपर्छ कि पर्दैन। इफ तपाई TU को कुनै एफिलिएटेड कलेज या पब्लिक कलेजबाट यो कोर्स गर्न चाहनुहुन्छ भने यु हैव टू appear in entrance exam. Okay, and the basic requirements जुन हुन्छ TU को यो इन्ट्रान्स मा पार्टिसिपेट हुन कि तपाईको 11 and 12 बायोलोजी बाट हुनुपर्छ, जसमा चाहिँ बायोलोजी भनेको एकदम कम्पलसरी र मेजर सब्जेक्ट्स भइहाल्छ। धेरै जना स्टुडेन्ट्स हुनुहुन्छ जो चाहिँ प्लस 2 मा चाहिँ 11 मा चाहिँ बायोलोजी पढेको हुन्छ तर 12 मा चाहिँ म्याथ पढ्नुहुन्छ, बायो चाहिँ पढ्नु हुँदैन। सो त्यो स्टुडेन्टहरुले चाहिँ यो कोर्स पढ्न सक्नुहुन्न। सो बायोलोजी ग्रुपतिर आउँदा BSc जोइन गर्न चाहनुहुन्छ भने सो बायोलोजी सब्जेक्ट्स चाहिँ तपाईको हुनुपर्छ। 200 मार्क्स को बायोलोजी को मेन एक्जाम दिएको खोज छ, जुन चाहिँ तपाईले चाहिँ 11 मा चाहिँ 100 मार्क्स को दिनु परेको हुन्छ र 12 मा चाहिँ 100 मार्क्स को दिनु परेको हुन्छ। इफ तपाईको 12 मा छैन भने त तपाईको मार्क्स क्राइटेरिया पुगेन। सो त्यो कारण तपाईले चाहिँ पढ्न सक्नुहुन्न। इन्ट्रान्स को लागि फर्म भर्न सक्नुहुन्छ। यो फर्म तपाईले TU को वेबसाइटबाट भर्नुपर्ने हुन्छ। अहिले चाहिँ TU ले चाहिँ फर्म फिलअप को प्रोसेस चाहिँ अनलाइन गरिदिएको छ। ओके, तपाई चाहिँ जतिखेर इन्ट्रान्स को फर्म भर्नुहुन्छ त्यतिखेर तपाईसँग चाहिँ सम्पूर्ण डकुमेन्ट लाइक क्लास 10 को तपाईको मार्कसिट, तपाईको क्लास 10 मा जति पनि सर्टिफिकेट दिएको हुन्छ है, त्यो सम्पूर्ण सर्टिफिकेटहरुको फोटो खिचेर डकुमेन्ट फर्मेटमा राख्नु होला। 11 र 12 को सम्पूर्ण डकुमेन्ट्स, सम्पूर्ण मार्कसिट्स एन्ड सर्टिफिकेट्स हुन्छ जुन या प्रोभिजनलहरु हुन्छ, यो सबै कुरा तपाईसँग चाहिँ रेडी हुनुपर्छ। तपाईको नागरिकता छ भने तपाईले नागरिकताको पनि डकुमेन्ट फर्मेटमा फोटो खिचेर राख्नुपर्ने हुन्छ र एउटा व्हाइट पेपरमा तपाईले आफ्नो सिग्नेचर गरेर पनि राख्नुपर्ने हुन्छ। फर्म फिलअप गर्ने बेलामा त्यो सिग्नेचर चाहिन्छ। ओके, पेमेन्ट गरिसकेपछि जति हुन्छ फीस त्यसको व्हिच इज अराउन्ड 1500 हुन सक्छ। त्यो पेमेन्ट गरिसकेपछि आइदर तपाई अनलाइन ई-सेवाबाटै गर्नुहुन्छ, ई-सेवाबाट गर्दा त्यतिखेर तपाईले PDF पाउनुहुन्छ, त्यो PDF एट्याच गर्नुपर्ने हुन्छ। या तपाई चाहिँ बैंकबाट नै गर्नुहुन्छ भने बैंकमा पैसा तिरिसकेपछि जुन भाउचर पाउनुहुन्छ र बैंकले तपाईले पे गरिसकेपछि एउटा आईडी नम्बर दिन्छ त्यो भाउचरमा रेड पेनले लेखेको। सो त्यो भाउचर पनि एट्याच गरेर हाल्नुपर्ने हुन्छ र त्यो आईडी नम्बर पनि तपाईलाई चाहिन्छ। सो पेमेन्ट गरिसकेपछि त्यो भाउचर बहुत इम्पोर्टेन्ट हुन्छ। या त तपाई अनलाइन पेमेन्ट गर्नुहुन्छ भने तपाईले जुन PDF फर्मेटमा पेमेन्टको बिल पाउनुहुन्छ त्यो चाहिँ तपाईको लागि इम्पोर्टेन्ट हुन्छ। सो यो दुईटा कुरा यता भयो। अनि उता चाहिँ तपाईको क्लास 10 को सम्पूर्ण डकुमेन्ट, क्लास 11 को सम्पूर्ण डकुमेन्ट, 12 को सम्पूर्ण डकुमेन्ट, तपाईको आईडी, तपाईको पासपोर्ट साइज फोटो पनि चाहिन्छ एन्ड तपाईको सिग्नेचर पनि चाहिन्छ। सो यो कुराहरु, यो इम्पोर्टेन्ट डकुमेन्ट्सहरु तपाईले चाहिँ फर्म फिलअप गर्ने बेलामा चाहिन्छ। सो फर्म फिलअप गर्ने बेलामा धेरै जना स्टुडेन्ट के झुकिन्छ भने BSc माइक्रोबायोलोजी को फर्म फिलअप चाहिँ कहाँ खुलाएको छ। TU ले चाहिँ BSc माइक्रोबायोलोजी छुट्टै फर्म खुलाउँदैन, BSc इन्ट्रान्स भनेर फर्म खुलाउँछ। त्यसमा BSc फिजिकल को पनि हुन्छ, त्यसमा BSc बायोलोजिकल को पनि हुन्छ। सो माइक्रोबायोलोजी भनेको BSc बायोलोजिकल तिर भयो। फर्ममा सबै डिटेल तपाईले भरिसकेपछि सबै डकुमेन्ट जुन मागेको हुन्छ त्यो एट्याच गरिसकेपछि जतिखेर कन्फर्मेसनमा थिच्नुहुन्छ त्यतिखेर तपाईले चाहिँ एकचोटी त्यो पेजले एकचोटी चेक गर्नु भनेर तपाईले चाहिँ त्यहाँ रिभ्यूमा देखाएको हुन्छ र तपाई त्यहाँ चाहिँ फेरि एकचोटी चेक गर्न सक्नुहुन्छ। त्यसपछि सबमिट थिच्नुहुन्छ। सबमिट थिचेपछि तपाईले चाहिँ त्यति बेला या आफ्टर सम टाइम एउटा कन्फर्मेसन पेज पाउनुहुन्छ। ओके, त्यो PDF चाहिँ तपाईले निकालेर राख्नुपर्ने हुन्छ। त्यो तपाईको एडमिट कार्ड हुँदैन, किन फर्म फिलअप को डेट सकिसकेपछि डबल दस्तुर पनि हुन्छ। डबल दस्तुरमा पनि धेरै जना फर्म भर्नुहुन्छ। डबल दस्तुर भनेको जुन एउटा पर्टिकुलर टाइम 15 दिन 20 दिन को दिएको थियो त्यति बेला चाहिँ इन्ट्रान्स फर्म फिलअप गरेनन् जो स्टुडेन्टले, त्यो स्टुडेन्टहरुको लागि या त छुटेका स्टुडेन्ट्सहरुको लागि TU ले फेरि एउटा सर्ट पिरियड को लागि चाहिँ फर्म खुलाउँछ र त्यतिखेर फर्म को प्राइस चाहिँ डबल हुन्छ। जस्तै यदि तपाईले 1500 मा फर्म
एउटा रेगुलर उसको इन्ट्रान्सको डेटमा भर्नु भएको छ भने उसको डबल दस्तुरको डेटमा चाहिँ त्यो 3000 पर्छ तपाईलाई। ओके, सो जति छ त्यसको डबल पर्छ। सो तपाईँ चाहिँ कोसिस गर्नुस् कि तपाईँ नर्मल डेटमै त्यसको फर्म भर्नुस्, किन बढी पैसा तिर्ने टियुलाई। त्यो इन्ट्रान्स दिनुभन्दा अगाडि 3 दिन 4 दिन अगाडि चाहिँ तपाईको एडमिट कार्ड प्रिन्ट भएर त्यही यसमा राखिदिएको हुन्छ वेबसाइटमा। तपाईँ चाहिँ लगइन गर्नुपर्ने हुन्छ तपाईको डिटेल हालेर, एन्ड त्यहाँ चाहिँ एडमिट कार्ड भनेर आउँछ। त्यो एडमिट कार्ड प्रिन्ट गर्नु र तपाईले चाहिँ अब इन्ट्रान्स दिन जाँदा तपाईसँग अब यो प्रिन्ट भएको एडमिट कार्ड, त्यो कन्फर्मेसन पेज होइन, एडमिट कार्ड जुन सेकेन्ड टाइम तपाईले प्रिन्ट गर्नुभएको छ त्यो लिएर जानुपर्ने हुन्छ। त्यो चाहिँ तपाईले फिजिकल एउटा प्रिन्ट आउट निकालेर जानु, किनकि तपाईँ इन्ट्रान्स दिने बेलामा तपाईले मोबाइल र स्मार्ट वाच र डिफ्रेन्ट ग्याजेट्सहरू हुन्छ नि जुन इलेक्ट्रोनिक्स, त्यो चाहिँ एलाउड हुँदैन। त्यही भएर एउटा चाहिँ फिजिकल कपी निकालेर जानु र आफ्नो आइडी बोक्नुहोस् होला। इन्ट्रान्समा कस्तो खालको क्वेसन सोध्छ, त्यसको मोडल के हो, त्यसको मैले पीडीएफ चाहिँ राखिदिएको छु। तपाईँ चाहिँ यो डिस्क्रिप्सनमा गएर तपाईँ हेर्न सक्नुहुन्छ र तपाईँ त्यो लिङ्क ओपन गर्नुहोस् र तपाईँ त्यो लिङ्क ओपन गर्नुभयो भने तपाईँ मजाले चाहिँ कुन टाइपको क्वेसन सोध्छ, के सोध्छ र त्यसको मोडल के हो, त्यो सबै कुरा बुझ्नुहुन्छ। त्यसको मैले चाहिँ मोडल राखिदिएको छु। ओके, सो त्यस्तो कुनै भास्ट क्वेसन सोध्दैन। तपाईको 11-12 मा जुन कुराहरू तपाईँ पढ्नु भएको हुन्छ त्यही कुराहरूबाट सोधेको हुन्छ क्वेसन। प्राय टियुको इन्ट्रान्समा चाहिँ स्टुडेन्ट फेल हुँदैन, किनकि नाउअडेज टियु इज फेसिङ स्टुडेन्ट ल्याक प्रब्लम। त्यो भनेको जति स्टुडेन्ट उसको एउटा फ्याकल्टीमा हुनुपर्ने हो त्यति स्टुडेन्ट टियुले पुरा गर्न पाएको छैन, मतलब त्यति स्टुडेन्ट नै छैन। त्यही भएर इन्ट्रान्समा चाहिँ पास पनि हुन्छन् प्राय स्टुडेन्ट, अलमोस्ट स्टुडेन्ट पास हुन्छन् र इजिली चाहिँ एडमिट पाउँछन्। त्यसको लागि धेरै चिन्ता गर्नु पर्दैन। ओके, सो यो त इन्ट्रान्ससम्म भयो। आफ्टर यु हेभ एपियर्ड इन द इन्ट्रान्स, तपाईको इन्ट्रान्स सकिन्छ, एन्ड देन यु हेभ टु वेट फर द इन्ट्रान्स रिजल्ट। इन्ट्रान्सको लिस्ट निस्किन्छ, कतिजना फेल भयो कतिजना पास भयो, टियु ले निकाल्छ। तपाईँ जुन कलेजमा इन्ट्रान्स दिनुभएको हुन्छ तपाईँ त्यही कलेजको अफिसियल जुन पेज हुन्छ उसको वेबसाइट होला, तो त्यसमै चाहिँ सम्पूर्ण विद्यार्थीहरूको रिजल्ट निकाल्छ। एन्ड त्यो बाहेक डिफ्रेन्ट फेसबुक ग्रुप छ टियु को, जहाँ चाहिँ टियु रिलेटेड सम्पूर्ण अपडेट्स आउँछ। त्यो तपाईले फेसबुकमा र अदर सोसियल मिडियामा मजाले पाउनुहुन्छ, त्यो कुनै ठुलो कुरा होइन। ओके, न तपाईँ आफ्नो नाम सर्च गर्नुहुन्छ, तपाईको नाम पनि देख्नुहुन्छ, तपाईको रिमार्क्समा चाहिँ पास पनि भइसक्छ। एन्ड देन यु विल बी सो हैप्पी, यस नाउ यु विल बी गोइङ टु द पार्ट अफ टियु, नाउ यु आर गोइङ टु बी द स्टुडेन्ट अफ टियु। कुनै एउटा टियु अफिलिएटेड कलेज छ या पब्लिक कलेज छ भने त्यहाँ चाहिँ स्टुडेन्टको क्यापेसिटी कति हो एउटा फ्याकल्टीको। फर एक्जाम्पल माइक्रोबायोलोजी यदि तपाईँ महेन्द्र मोहन विराटनगरमा पढ्न चाहनुहुन्छ भने टोटल 40 देखि 50 सम्म त्यति भनेको म्याक्सिमम क्यापेसिटी हो। एक वर्षमा चाहिँ 50 जना स्टुडेन्टलाई लिन्छ माइक्रोबायोलोजी फ्याकल्टीमा। ओके, सो त्यति त पुरा हुँदैन, सिटहरू खाली नै हुन्छ प्राय। जस्तै अब तपाईँ यहाँ पढ्न चाहनुहुन्छ भने तपाईलाई कुनै र्याङ्क चाहिँदैन कि कसले कति मार्क्स ल्यायो त्यसको बेसिसमा एडमिसन हुन्छ, हुँदैन। तपाईको रिजल्ट आइसकेपछि जति छिटो हुन्छ तपाईँ चाहिँ कुदेर कलेज जानु अनि एडमिसन गर्नु। ओके, मेरो केसमा के भएको थियो भने म जतिखेर एडमिसनको लागि गएको थिएँ त्यतिखेर म चाहिँ 9th नम्बरमा गएको थिएँ, मतलब मभन्दा अगाडि 8 जनाले एडमिसन गराइसक्नु भएको थियो, मेरो 9 मा थियो, त्यही भएर मेरो रोल नम्बर पनि 9 भयो। मेरो साथी पवन उसको रोल नम्बर 1 थियो भनेपछि ऊ चाहिँ सुरुमा चाहिँ माइक्रोबायोलोजीमा एडमिसन गरेको थियो। ओके, सो एउटा त्यो केस हुन्छ। अर्को केस के हुन्छ भने जुन चाहिँ डिफ्रेन्ट अफिलिएटेड कलेज छ टियुको, जुन वेल नोन कलेजहरू छ त्यसमा चाहिँ के हुन्छ भने छिटो एडमिसन पाइँदैन। सो त्यस्तो कलेजहरूमा चाहिँ र्याङ्कको आधारमा तपाईँ कति मार्क्स ल्याउनु भएको छ त्यसको आधारमा पनि एडमिसन हुन्छ, मेबी, आई एम नट स्योर। त्यही भएर तपाईँ जुन कलेज पढ्न चाहनुहुन्छ तपाईँ त्यहाँ बुझ्नुपर्छ क्या, फिजिकल्ली गएर तपाईको सिनियर कोही चिनेको हुनसक्छ, एन्ड त्यहाँ बुझ्नु माइक्रोबायोलोजीको माहौल के छ, त्यहाँ कसरी एडमिसन हुन्छ, यो कुराहरू इन्ट्रान्स दिनुभन्दा अगाडि, यो फ्याकल्टीमा छिर्नुभन्दा अगाडि बुझ्नु तपाईलाई अलिकति ओभरअल आइडिया हुन्छ। ओके, सो जो महेन्द्र मोरल आउनुहुन्छ उहाँको लागि त यो भिडियोले काम दिन्छ अभियसली, हुन त यो सबको लागि हो र पनि उहाँको लागि स्पेशल काम दिन्छ यो भिडियोले। ओके, नाउ द क्वेसन कि अब एडमिसन गर्ने बेलामा के चाहिन्छ। तपाईले एडमिसन गर्ने बेलामा फर्म फिलअप गर्नुपर्छ। सो त्यो फर्मसँगै, त्यो फर्ममा त तपाईको डिटेल्सहरू सम्पूर्ण जे तपाईले पढ्नु भएको छ 11-12 मा जति मार्क्स ल्याउनु भएको छ, जति सिम्बल नम्बरहरू छ, यो सम्पूर्ण कुराहरू दिनुपर्छ, प्यारेन्ट्सको डिटेल दिनुपर्छ। त्यो फर्मसँग चाहिँ एट्याच गरेर तपाईले चाहिँ तपाईको सम्पूर्ण डकुमेन्ट्सको एक प्रति चाहिँ फोटोकपी एट्याच गरेर दिनुपर्ने हुन्छ।
तपाईको 11 को दिनुपर्ने हुन्छ र तपाईको 12 को सम्पूर्ण डकुमेन्ट्सको चाहिँ एक प्रति फोटोकपी एट्याच गरेर दिनुपर्ने हुन्छ ओके सो एट द सेम टाइम तपाईले चाहिँ आफ्नो ओरिजिनल माइग्रेसन कलेजले दिनुपर्ने हुन्छ यस तपाई जुन कलेजमा पढ्नुहुन्छ त्यो कलेजले तपाई माइग्रेसन 4 वर्षको लागि राख्छ ओरिजिनलले अरु सबको फोटोकपी लिन्छ माइग्रेसन ओरिजिनल लिन्छ सो यो सम्पूर्ण डकुमेन्ट सँगै तपाईले चाहिँ आफ्नो प्यारेन्ट्सको पनि नागरिकताहरु ल्याउनु होला प्यारेन्ट्सको अलिअलि डिटेल चाहिन्छ जस्तै मेबी योर प्यारेन्ट्स फोन नम्बर देवी लाक्स या नागरिकताको फोटोकपी तपाईको प्यारेन्ट्सको माग दिन सक्छ सो ल्याउनु सँगै एन्ड तपाई आईडी खुलाउने नागरिकता छ भने ल्याउनु फेरि त्यही टियु को वेबसाइटमा गएर तपाईले एउटा रिजल्ट पेज निकाल्नु पर्ने हुन्छ आफ्टर एक्जाम दिइसकेपछि तपाईको कति मार्क्स आयो भनेर त्यो एउटा पेज निस्किन्छ सो त्यसको प्रिन्ट आउट गरेर चाहिँ तपाईले आफ्नो सम्पूर्ण डकुमेन्ट्स जुन चाहिँ एडमिसनको लागि दिदै हुनुहुन्छ फर्म सँगै त्यसमा एट्याच गरेर दिनुपर्ने हुन्छ नाउ यो सबै कुरा दिइसकेपछि जुन एडमिनिस्ट्रेसनमा मान्छे हुन्छ टियु को अफिसेसमा टियु एफिलिएटेड कलेजहरुमा उहाँहरुले सबै कुरा तपाईको चेक गर्छ अनि त्यसपछि भन्छ यस अल द डकुमेन्ट्स आर भेरिफाइड चाहिने सम्पूर्ण डकुमेन्ट्स यहाँ छ नाउ तपाईले चाहिँ एडमिसन गर्दा तपाईलाई पेमेन्ट चाहिन्छ तपाईले पैसा तिर्नुपर्ने हुन्छ ओके इन केस अफ महेन्द्र मोरङमा माइक्रोबायोलोजी पढ्दा तपाईलाई 1 वर्षको 35000 चाहिन्छ है कलेजले पे गर्नुपर्छ कुनै वर्ष 35000 छ कुनै वर्ष 36000 छ कुनै वर्ष 34000 छ ओके 35 देखि 37000 को बीचमा चाहिँ यो अमाउन्ट चाहिँ तलमाथि भइरहन्छ यति पे गर्नुपर्छ सो यो 35000 रुपैयाँ चाहिँ तपाईले चाहिँ 1 वर्षमा जतिखेर पनि पे गर्नुपर्छ तर एट द टाइम अफ एडमिसन तपाईले मिनिमम पनि 5000 दिएर चाहिँ एडमिसन गर्नुपर्ने हुन्छ ओके एज आई सेड महेन्द्र मोरङमा 36 या 37000 मा माइक्रोबायोलोजी हुन्छ भन्ने इट इज नट नेसेसरी कि यति नै अमाउन्ट ओभरअल अल द टियु को एफिलिएटेड कलेज एज वेल एज पब्लिक कलेजमा लाग्छ अफ कोर्स नट डिफ्रेन्ट कलेजमा डिफ्रेन्ट एफिलिएटेड कलेजमा डिफ्रेन्ट फिस छ ओके त्यो कलेजको हिसाबले त्यो कलेजले तपाईले कति सुविधा दिइरहेको छ उसको के को फिस छ सम्पूर्ण कुराहरु त्यो कलेजले तपाईलाई बताउँछ सो प्राइभेट कलेजले चाहिँ धेरै लिन्छ अस्ति मैले एउटा बिनीसँग कुरा गर्दै थिए यही विषयमा उहाँले चाहिँ माइक्रोबायोलोजीको बारेमा जान्न खोजेको थियो उसलाई टोटल चाहिँ 5 लाख रुपैयाँ लाग्यो उनले चाहिँ कुन कलेज आर्मी कलेज कुन छ त्यो कलेजको बारेमा बतायो त्यही माइक्रोबायोलोजी पढ्दा चाहिँ 5 लाख रुपैयाँ यसरी तपाईको चाहिँ एउटा एडमिसन जर्नी जुन हुन्छ त्यो चाहिँ यो भिडियो हेरिसक्नु भएको छ भने इजी हुन्छ ओके मैले बताएको कुरामा धेरै कुरा छुट्न सकेको हुन्छ अझै तपाई रिसर्च गर्नुस् एन्ड सब्स्क्राइब गर्नुस् होला र आउने दिनमा अझै माइक्रोबायोलोजी रिलेटेड म भिडियोजहरु नै ल्याउने छु ओके सो विल सी यू सून इन द नेक्स्ट भिडियो थ्यांक यू